हस्, धन्यवाद सर। आजको यस शैक्षिक सामग्री वितरण कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अतिथिगण, अभिभावकज्यूहरू, प्रधानाध्यापकज्यू, शिक्षक साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्णमा यो चिसो मौसमको स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस शैक्षिक सामग्री वितरण समारोह कार्यक्रममा हामीले विशेष गरी सम्झिरहेका छौँ यस कार्यक्रमका परिकल्पनाकार, संयोजक, लोकेश्वर मिडिया प्रणालीका प्रबन्धक श्री श्याम तामाङजीलाई विशेष सम्झिरहेका छौँ। उहाँको उपस्थितिमा यो कार्यक्रम गरौँला भन्ने हाम्रो ठुलो धोको थियो, तर उहाँ विशेष परिस्थितिको कारणले उहाँ उपस्थित हुनु भएन। फेरि पनि यस्तै कार्यक्रम लिएर उहाँ यस विद्यालयमा आउनुहुनेछ भन्ने विश्वासका साथ आज यस कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र मेरो विद्यालयको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। स्वागतम स्वागतम स्वागतम। धन्यवाद।